아마도 지금 포치장이를 서서히 피는이야. 서서히 피는. 해주네. पहिला पहिला छोराछोरीहरूलाई थाहा हुँदैन थियो कि हाम्रो बिहे हुँदैछ भनेर अहिले आमा बुवाहरूलाई थाहा हुँदैन कि छोराछोरीहरूले बिहे गरेछ। हजुर खाना हो म तिम्रो घरको गोठालो मुनि मैले तिमीलाई भाउजू भन्नुपर्छ। सापकोटा म श्री चुरे गाउँपालिका 5 वडा नम्बर 5 खानडाँडा कैलालीमा बस्छु र त्यसै खानडाँडामा रहेको श्री शुक्र माध्यमिक विद्यालयमा कक्षा 10 मा अध्ययनरत छात्रा र त्यसै विद्यालयको सुनौलो बाल क्लबको अध्यक्ष पनि रहेको छु। हामीलाई चुरे गाउँपालिकाले यस्तो भिडियोद्वारा जनचेतनामूलक कार्यक्रम सञ्चालन दिनुभयो र गराउनु भयो र यसमा म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अझै पनि हामीहरूलाई यस्तै नै जनचेतनामूलक कार्यक्रमहरू दिइराख्नु हुनेछ र हामी पनि यसबाट केही कुरा सिकेर हामी पनि के अरे आफूभन्दा साना भाइ बहिनीहरू र हामीमा पनि यो परिवर्तन ल्याउने छौँ र बाल विवाह गर्ने छैनौँ। घर समाजलाई पनि सम्झाउनु हुनेछ। मेरा साथीभाइहरूलाई पनि म आग्रह गर्न चाहन्छु। तथा सृष्टि फाउन्डेसन काठमाडौँको प्राविधिक सहयोगमा जुन चुरे गाउँपालिकाका करिब 9-10 वटा चाहिँ सामुदायिक विद्यालयमा सामुदायिक कक्षा 10 विद्यालयका चाहिँ सामुदायिक विद्यालयमा यो जुन पालिकाको चाहिँ आर्थिक सहयोग र सृष्टि फाउन्डेसनको प्राविधिक सहयोगमा जुन हाम्रो विद्यालयमा आज यो टिमका चाहिँ आउनुहुने सहयोगीले सम्पूर्ण सहयोगीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र वास्तवमा यो चुरे गाउँपालिकाभित्र यो बाल विवाहले गर्दा यो एकदमै जोगडीको पालिका चाहिँ मानिन्छ। यहाँ धेरैको सुटिङ देखिन्छ। के भने समाजमा यस्ता प्रत्यक्ष घटना हामीले देखेका छौँ र जसरी आज यो एउटा अनुभवनीय चाहिँ एउटा चाहिँ यो के अरे जुन दिनार छ त्यो दिनार बहिनीको जीवनशैलीमा भएको अवस्था चाहिँ छ। त्यो अवस्था कतिपय चुरे गाउँपालिकाभित्र पनि देख्न पाइन्छ, देख्न सकिन्छ। यहाँ हामीले प्रत्यक्ष आधारले देख्दा हाम्रा वरिपरि कतिपय 3-4 कक्षामा 4 कक्षामा 5 कक्षामा 6 कक्षामा पढ्ने बहिनीहरू र भाइहरूले पनि त्यसरी विवाह गरेको बाल विवाह गरेको अनि हामी देख्न सक्छौँ। त्यसकारणले यो चुरे गाउँपालिका एउटा प्रकारको समस्याहरू बन्धनको समस्याका रूपमा चाहिँ देख्न सक्छौँ हामी। त्यसकारणले यो देखाएर यो एउटा जनचेतनामूलक कार्यक्रम गरेर हाम्रो गाउँ समाजमा चाहिँ सकारात्मक प्रभाव परोस्। परोपरि चाहिँ बाल विवाह हुने र अन्य विवाह हुने र उमेर नपुगेर हुने विवाह छ, यसलाई चाहिँ न्यूनीकरण गर्नमा यो फिल्मले चाहिँ महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। र यो जनचेतनामूलक हाम्रा विद्यार्थी भाइ बहिनीहरूमा पनि यसले चाहिँ
मनोवैज्ञानिक रूपमा दीर्घावधिमा चाहिँ यसले सकारात्मक चाहिँ सहयोग गरेछ भन्ने पनि म विश्वास गर्न चाहन्छु। मैले यस जुना चलचित्र फिल्मबाट हामीले बाल विवाह गर्नु हुँदैन र समाजमा धेरै बाल विवाह भइरहेका छन्, यसलाई न्यूनीकरण गर्नुपर्दछ र कसैले गरेको देखेमा त्यसलाई उजुरी गर्ने गर्नुपर्दछ। जुना चलचित्रबाट हामीले सानै उमेरमा बाल विवाह गर्यो भने शारीरिक एवं मानसिक दुवै रूपमा आघात पुग्न सक्छ। हामीले यसबाट जोगिनुपर्छ। यसमा अभिभावक लगायत सम्पूर्णको महत्त्वपूर्ण जिम्मेवारी हुन सक्छ। त्यसैले हामी सबै यसलाई न्यूनीकरण गर्ने अभियानमा धन्यवाद। हाम्रो समाजमा अझ पनि बाल विवाहहरू धेरै भइरहेका छन् र हामीले बाल विवाहहरू नगर्ने भन्ने बारेमा सम्झाउनु पर्छ र सानै उमेरमा बिहे गर्यो भने हामीले धेरै दुःख पाउँछौँ। हामी उमेरबाट पनि परिपक्व भएका हुँदैनौँ अनि त्यसैले बाल विवाह गर्नु हुँदैन। बाल विवाह 20 वर्ष पारि मात्र बिहे गर्नुपर्छ भन्ने हुँदैन। आफ्नो खुट्टामा आफैले उभिसक्यो भने मात्रै हामी बिहे गर्ने सक्षम मान्छे बन्न सक्छौँ। यति भन्दै हामीले यसो गरेर धेरै कुरा बुझ्यौँ। बाल विवाह कहिल्यै गर्नु हुँदैन। बाल विवाहले देशमा नकारात्मक सोच ल्याउँछ। त्यसैले बाल विवाह नगरी बिहे 20 वर्ष पारि गर्ने र आफ्नै खुट्टामा आफै उभिएर बिहे गर्नुपर्छ। एकअर्कासँग सँगै खाएका छौँ, हिँडेका छौँ। यसै गरी यो हाम्रो जीवनको यो अध्यायलाई पनि सफल बनाउनको लागि के गर्नुपर्दो रहेछ? पढाइमा निरन्तरता दिने अनि आफ्नो भावी सोच नबनाइकन छेडी आनन्दको लागि, छेडी मनोरञ्जनको लागि, भाइरल हुनको लागि के नगर्ने, त्यस्ता खालका गतिविधिहरू गर्नु हुँदैन। अर्थात् उमेर नपुगेर बिहा गर्नु हुँदैन। यो फिल्म हेर्दा त सबैलाई दुःख लाग्ने कुरा भयो। भाइ बहिनी, छोराछोरी, दिदी बहिनी सबैलाई हृदयदेखि दुःख लाग्ने कुरा भयो। साना भाइ बहिनीहरूले बाल विवाह नगर्ने, आफ्नो के कस्तो जिन्दगी हुने रहेछ भनेर हाम्रो छोरी बहिनीले सानै उमेरदेखि आफ्नो दिमागले काम गर्ने। आजकलको जमानामा 7-8 पढ्दै योसँग फोन गर्यो, उसँग फोन गर्यो, 15-16 वर्षमा अर्काको घरमा जाने जिन्दगी के हो भन्ने थाहा पाउनुपर्छ। हाम्रा छोराछोरीहरूले पहिले सानै उमेरमा विवाह गरेर पछि दुःख पाउन सक्छ। भण्डारी, मैले आज एउटा सन्देशमूलक फिल्म हेरेकी छु। त्यो जुनाको थियो। जुनाले जस्तै हामीले पनि यस्तो गर्नु हुँदैन भन्ने सबैलाई सूचना छ। बाल विवाह गर्नु हुँदैन। यो आफ्नै जानको लागि खतरा हुन सक्छ। धन्यवाद। हामीले बच्चैमा विवाह गर्नुहुन्न। बच्चैमा विवाह गर्यो भने धेरै दुःख पाइन्छ। त्यसपछि अपाङ्ग हुन्छन् छोराछोरी अनि बच्चा पाउन सकिँदैन भन्ने जस्ता यसका मुख्य छन् उद्देश्य। र हामीले खासमा बाल विवाह गर्नुहुन्न अनि त्यसमा छाउपडी प्रथा पनि देखाइएको छ। हामीले सानैमा बाल विवाह गर्नु त अपराध हो र गरिसके पनि त्यसलाई अब उचित गर्ने नै होइन। खासमा 20 वर्ष पुग्नुभन्दा पहिला त्यसपछि अनि छाउपडी प्रथा पनि गर्ने होइन। घरभन्दा टाढा राख्ने, बुढा भएपछि मात्र विवाह गर्ने, सानै उमेरमा विवाह नगर्ने। सानै उमेरमा विवाह गर्यो भने गर्भ छिटै बस्छ र बच्चा जन्माउन धेरै गाह्रो हुन्छ। लिनु पर्यो। पहिला छोराछोरीहरूलाई थाहा हुँदैन थियो कि हाम्रो बिहे हुँदैछ भनेर। अहिले आमा बुवाहरूलाई थाहा हुँदैन कि छोराछोरीहरूले बिहे गरेको। सानै उमेरमा बाल विवाह गर्नु हुँदैन किनकि न त हाम्रो शारीरिक अवस्था परिपक्व भएको हुन्छ, न त हामी शिक्षित नै हुन्छौँ।
घरको सम्पूर्ण जिम्मेवारी हामीले बोक्नुपर्छ। सानै उमेरमा बाल विवाह गर्दाखेरि चाहिँ आफ्नो छोराछोरी पनि अशक्त जन्मिने सम्भावना हुन्छ। साथै महिलाहरूको चाहिँ अकालमै ज्यान जाने सम्भावना पनि हुन्छ। विवाह गर्दा त्यहाँदेखि उमेरमा विवाह गर्दा हाम्रो अकालमा चाहिँ ज्यान जान सक्छ। आफै परिपक्व भएको हुन्न त कसरी आफ्नो छोराछोरीको आमा कसरी बन्न सक्छ। त्यसैले हामी सानै उमेरमा विवाह गर्नु हुँदैन भन्ने यो भिडियोबाट मैले प्रेरणा पाएको छु। म के भन्न चाहन्छु भने यो चलचित्रबाट हामी वा हाम्रो समाजमा भएका यदि यो घटना सक्नुहुन्छ भने सकेसम्म त समाजमा पनि देखाउनु होला। यदि सकिन्न, यदि विद्यालयमा मात्र देखिन सकिन्छ भने म र हाम्रो यो विद्यार्थी यो एउटा समुदाय जस्तो, एउटा समाज जस्तो, यो समुदाय जस्तो छ। त्यसले हामीले आफ्नो घर परिवार, समाज, समुदाय, टोल अनि देशभरका जति पनि महिला हिंसा भएका छन् तिनीहरूलाई अन्त्य गर्नुपर्छ भनेर हामीले नारा लगाउनु पर्छ। जुना भन्ने मुभीबाट के सिक्यो कि हामीले बाल विवाह गर्नु हुँदैन र पछि हामीलाई बाल विवाह गर्यो भने आमा र छोराको ज्यानमा पनि ज्यानको खतरा हुन सक्छ। त्यसैले हामीले बाल विवाह गर्नु हुँदैन भन्ने बुझेको छु। धन्यवाद। नमस्कार, मेरो नाम सुकुरानी, म कक्षा माध्यमिक गर्ने छात्रा। म आज के भन्न चाहन्छु कि सानै उमेरमा बाल विवाह नगर्ने, पछि दुःख पर्न पनि सक्छ। आमा र छोरालाई पछि असर पनि पर्न। म आज एउटा बाल विवाहको बारेमा भन्न गइरहेको हामीले सानै उमेरमा बाल विवाह गर्नु हुँदैन। हामीले बाल विवाह गर्यो भने हामीलाई पछि आफूलाई अप्ठ्यारो हुन सक्छ र बिहा गर्नु हुँदैन, नत्र भने जिन्दगीमा धोका पाइन्छ। सानै उमेरमा बिहा गर्यो भने कुनै पनि आमाको कोख रित्तिन सक्छ।